म एउटा टिप छैदाल्छ तर पाए चाहिँ कुनै छैन के रातो छैन के कस्तो छ म ट्राई गर्छु धेरै मिठो छ तर अमिलो खालको छ गाइस अहिले चाहिँ अब बाटोको अवस्था चाहिँ यस्तो छ हामीले यसलाई स्वाट्ट अब खन्छौँ अहिले बाइक छिर्ने चाहिँ बनाउने भनिरहेछौँ सो फाइनली अहिले चाहिँ 4 बजिसकेको छ अब चाहिँ हामीले छुट्टी गर्यौँ हाम्रो मिसिनको नटको प्रब्लमको कारणले आज चाहिँ हामीले पुरै दिन काम गर्न सक्यौँ सो यति नै हो गाइस आज चाहिँ हामीले काम गरेको यही हो यो र यो अब हाम्रो गुड मर्निङ एभ्रिवान सो तपाईहरु सबैजना आरामै हुनुहुन्छ होला म नि एकदमै आरामै छु सो अब चाहिँ अलि धेरै सुत्छु म 7 बजीतिर उठे सो आजको मेरो ड्युटी चाहिँ काट काट्ने भन्ने छ पुजाइसँग सो हेरौँ कस्तो हुन्छ म तपाईहरुलाई आज चाहिँ जंगल लान्छु जंगल जानको लागि चाहिँ अब यहाँ चाहिँ तेलहरु तयारी गरेको छ अनि प्लस अब म घर छोडे हिडे कालो बाटो यो मेरो हे ओहो जिते के गर्ने हो खोइ कति राम्रो देखेको त भाइ चाहिँ गाइसहरु बाख्राखोर यो चाहिँ हाम्रो हरिप्रसाद दाइको बाख्राखोर बाख्रा बिमाखोर है तर बाख्राखोरमा चाहिँ गाईहरु कुखुरा छ नि ठुलो सिम्बलको रुख यो बाख्राखोर यहाँ चाहिँ बाख्रासँग खोर छ है गाइस त्यही बाख्रा सँगको खोर हो यता वा हाम्रो भतिज चाहिँ बसिरहेको छ हैन त यो चाहिँ पुरानो हाम्रो गाउँले घरहरू हो त्यो हुन्न के उसै हो त्यसरी काट्न झप्प लाएर बोक्नुपर्छ त सबैले गाउँघर हाम्रो पुराना घरहरू पोदा देखो न पोदा बोडीहरू कत्रो ठुल्ठुलो छ है हारी त मजाको छ नि हो यसको त हाम्रो गाउँघरको घरहरू त्यस्तै हुन्छ आइपुग्यो है जङ्गलकै रोटैमा हो सो गाइस अब काठ हेर्ने काठ कस्तो छ हेर्दिन काठ ठिक लाग्यो र भने पट्टा पारिहाल्ने हो छैन भन्दा अब यो हो ठुलो बडो छ त के त ठुलो होइन धेरै ठुलो हो नि यो यत्रो ठुलो त
यो फेद यत्रो ठुलो त मैले देखेकै थिइनँ, सोचेकै थिइनँ यहाँ छ भनेर। नाप्दै गरेको तपाईँले त्यो नाप्नु 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 ल राखिदिनु। गाइजहरु यो चाहिँ हाम्रो पाल, यो बिना चाहिँ हुँदैन के, हल्लिन्छ के हुन्छ के हुन्छ। यो चाहिँ साइडमा राख्नुपर्छ नि त, त्यसको लागि बनाएको हो। खासमा चाहिँ गाह्रो छ यार गरी खानलाई। धुलो हिलो माटो जुगा टाइम किनेको न, यसलाई स्वाट्ट मिलाउनु पर्यो रे। मेका खानु त मेका खाना बेला भने जताबाट हान्दा नि हुन्छ। अब चाहिँ यसलाई चाहिँ काट्नुपर्ने छ, तर टुलहरू यति धेरै भेला भइसके उहाँहरूको चाहिँ रमित हेर्नलाई के उहाँहरू चाहिँ। तर अलि मलाई चाहिँ अरू चाहिँ के लाग्छ भने नि, तपाईँहरू नारी नसुर्खाउनु के, एउटा झिङ्गा मार्न सक्नुहुन्न तपाईँहरूले, के गर्न सक्नुहुन्छ भन्नु त। लु एउटा झिङ्गा मार्न सके छैन। दिला खानु दिला कहिले मम्मीमा न हो त मिसानु खानु 1 2 3 ठ्याक्कै यसमा है 3 इन्ची माथिल्लोमा 1 2 3 नक हो कपि ल हो त्यसरी नापेर ल मिसामा जानु हो अनिल भ्याउ न माछाले पनि देख्नु मोबाइल झाक्नु पर्छ नि के न ल नि भ्या फाल्दा नि आफ्नो गएमा लिके बिना भिसे निकाल्नु नि हात बलाउने आजको भ्लगमा चाहिँ तपाईहरुलाई के यो अलैँची भन्ने कुरा थाहा छ छैन गाइजहरु तपाईहरुलाई यो चाहिँ अहिले कलिलै छ यो टिप्ने बेला भएको छैन अलैँचीको चाहिँ बोर्ड यस्तो हुन्छ यो चाहिँ काम गर्दा गर्दै यही भगोले देखा निकाले हो यसलाई गोरमेल गर्नुपर्छ झिक्न पर्छ ल अब चाहिँ भोक लाग्यो खाना खान जानु पर्यो आजको खाना कस्तो हुन्छ हेरौँ बाख्राले घाँस हाल्दै हो यो चाहिँ घाम यस्तो छ आम्मा म घामको रन्काइले त मार्ने रहेछ यतिको घामले त घाम कता हो यतै हो ए घाम
शीतल बहिर छुट्टै मजा हुन्छ यो छारी भनेको छारी हो ओ माय गॉड यो चाहिँ के हो बहरा छ मुख धुने हो झ्याप्पा लाएर हेरौँ हाल चाहिँ कस्तो हुन्छ एउटा ट्रिप है त गाइजहरू तर लडिन्छ जस्तो छ कि यो डिल बाटो चाहिँ तर यो काँचहरू छ कि रात त कुनै पनि छैन एउटा ट्रिप छ है त हाल्छ तर बाहिर चाहिँ कुनै छैन कि रातो छैन कि एउटा यो छ तर यो कस्तो छ म ट्राई गर्छु है धेरै मिठो छ तर अमिलो खालको छ अमिलो मन पराउने को भन्नुहोस् है गाइजहरू अमिलो कोले मन पराउनुहुन्छ र चाहिँ किचन बनाउँदै गरेको त्यसैको लागि हो तरकारी रेडी भएछ अब खाना लागेको अब उहाँको किचकिच भन्ने यस्तै हो यो कुरालाई सोधिम गाइजहरू यस्तै हो आज चाहिँ कुरा बुझ्दाखेरि चाहिँ हामीले खाना पाउने यो जस्तो छ छन चाहिँ तर अहिलेसम्म चाहिँ किन रेडी नभएको म छक्क लागिरहेछ हौ छिटो खाना बस्नु त गाइजहरू किचन चाहिँ यस्तो छ अब यहाँ हाम्रो दाल रेडी छ खाना अनि अब खाना पस्किनुहुन्छ खिच्न मलाई दिइरहेको छैनन् सो गाइजहरू सरी मैले पुरै भिडियो देखाउन चाहिँ सक्दिनँ जस्तो छ खाना पस्किएको भिडियो हेर्न देखाउन खोजेको मानिराख्नु भएको छैन खाना रेडी भयो दाल रेडी ल अब बसेर खानुपर्छ है त भात कस्तो छ बुझे खानाको टेस्ट भनिदिनुहोस् ल खानाको टेस्ट कस्तो छ हौ अच्छा अब हामी भात खायौँ खाना चाहिँ यही हो दिनु पर्यो नुम भने कान्ने पनि लगाउने खानासाना खाइसक्यौँ खानासाना खाइसके पछाडि चाहिँ हामीहरू फेरि पूर्ण काममा फर्किन्छौँ अब त्यही हो अहिले चाहिँ खाना खायौँ एकछिन रेस्ट गऱ्यौँ सबै कुरा सकियो अब चाहिँ हामी फेरि काममा हिँड्यौँ त्यही हो गाइस आज दिनभरि कति काम गर्छु हेरौँ है कति जति काट्दो रहेछु म भनेको एउटा झोला छ झोला त बोक्नै पर्यो सम्पत्तिको नाममा यति हो तर दिन चाहिँ घाम चाहिँ त हेर्नु त होइन यति कडा घाम छ खास यही हो यो उहाँहरूको पुसैहरूको किचनको लागि हो खास काट्दै गरेको चाहिँ सबै कुरो तयारी भएको छ अब यसमा छाना हाल्ने अनि पछाडि बार्नको लागि मात्रै हो त्यस्तो छ है गाइजहरू अरू म अहिले देखाउँछु है त बाजेको सम्पत्ति कति छ गाइजहरू हेरौँ है त ल बाजेको सम्पत्ति हेरौँ त पुर्खामी पुरानो सम्पत्ति हेरौँ न भिडियो बी होइन गाइजहरू रहेनछ तर बाजे छैन छ हाँसाउनु मात्रै भयो छैन भन्नुहुन्छ तर छ बाजेको पुरानो सम्पत्ति हेर्न खोजेको देखाउनु भएन ल ल ल झुसी घरपति चाहिँ मासु भात खाँदै रहेछ त ल अहिलेसम्मको
अल्मलियो काम गर्ने मान्छेहरू कसरी चाहिँ गरी खानु त यसो गरेपछि चाहिँ ल लागे ड्युटीमा ल अब लाग्यो म हेर्दै चाहिँ छु के यो दुबो कस्तो छ दुबो हेरौँ त दुबो चाहिँ मलाई ठिक लाग्यो यो चाहिँ यो दुबो चाहिँ लगेर मैले नि घरमा हाल्छु यो दुबो 2-3 वर्षमै यति धेरै भइसक्यो कि यस्तो राम्रो भयो कि यो दुबोले चाहिँ छुट्टै राम्रो देखाउँदो रहेछ घर अब लखर 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 अघिदेखिकै घाँस खाइसकेको छैन रहेछ बाख्राले चाहिँ खाना खानु जाँदाखेरि हालिराखेको होइन मभन्दा अगाडि झरेको मान्छे कता हो बुसाई अनि ढिलो गरे है कता हुनुहुन्छ अब पानी खाइन्छ त्यही हो अब धमाधम काट्ने हो काट कति बेला निकाल्ने हो गाह्रो छ हे लै अब चाहिँ रात परेछ क्यामेराले नि त्यस्तो देखायो दिनभरिको काटकटाइ यति छ सो फाइनली गाइस अहिले चाहिँ हाम्रो यो मिसिनको अगाडिको साइलेन्जरको नट झरेर प्रब्लम आयो त्यही भएकोले अब 4 बजीतिर हामी छुट्टी गऱ्यौँ आजलाई चाहिँ अब आज चाहिँ यति त काट्यौँ यति नै हो हेलो साथी हो सो फाइनली अहिले चाहिँ 4 बजिसकेको छ अब चाहिँ हामीले छुट्टी गऱ्यौँ हाम्रो मिसिनको नटको प्रब्लमको कारणले आज चाहिँ हामीले पुरै दिन काम गर्न सक्यौँ न सो यति नै हो गाइस आज चाहिँ हामीले काम गरेको यही हो यो र यो अब हाम्रो फुपू र फुपा चाहिँ हिँड्नलाई रेडी परे खासमा यति चाहिँ हो कि गाइजहरू यही हेर्दा थाहा हुन्छ हैन फुपाजुले यतिकै अनि त्यसै मटाउनु भएको छ हैन के हेर्न सक्नुहुन्छ यहाँ मेरो फुपा चाहिँ हेर्न सक्नुहुन्छ यहाँ कति है टोकोभरि सामान फुपू चाहिँ त्यतिकै रित्तै हुनुहुन्छ सो त्यही हो गाइज यो गाइज अब चाहिँ म यहाँ पर अलिकति बाटो भत्किया छ बाइक छिर्दैन रहेछ सो त्यो बाइक छिर्ने बनाउँछु अब पुसाइलाई नि भनेको छु झर्नुहुन्छ होला त्यस्तै हो लाग्यो है यहाँ चाहिँ अलिकति बाटो चेन्ज गरेकोले नयाँ ट्र्याक थियो त्यो नयाँ ट्र्याक चाहिँ भत्किया रहेछ अलिकति त्यो ट्र्याकमा चाहिँ हामी अलिकति माटो पन्स्याएर सो बाइक छिर्ने चाहिँ बनाउनुपर्छ धेरै मान्छे हिँडिरहेको हुन्छ होइन यहाँ आएर चाहिँ फर्किने ओर्ने भइरहेछ त्यही भएकोले अब यति चाहिँ खोलिदिउँ न त भन्ने कुरा छ अब जाउँ हेरौँ त्यो बाटो कस्तो छ कति भत्किया छ सो त्यो खोल्ने प्रयास चाहिँ हामी गर्छौँ 2 जनाको बाजुसँग सो हेर्दै गर्नलाई त पहिलेको हाम्रो ट्र्याक चाहिँ यता थियो त्यो चाहिँ भत्किया भएर झन् यता लग्यो हो यहाँ चाहिँ यस्तो छ हालत यस्तो छ अवस्था कहाँबाट बाइक लानु त कसरी बाइक जान्छ त यहाँ है जान सक्ने सम्भावना छ त यस्तो छ नि गाउँघरमा पहिरो हेरौँ त पहिरोलो यो कहाँ झर्छ त यो झरेपछि कहाँ पुग्छ अलिअलि समस्या डरलाग्दो बाटो यस्तो यतिमा त निस्किएर जान्छ लान्छ यस्तो छ यस्तो रहेछ अनि यहाँ कसरी जाने कसरी लाने फेरि हेर्नु न यो पुरा अहिले नि झर्ला जस्तो के
पाहाडै त्यस्तो छ नि राइट यत्रो ढुङ्गा ढ्याङ्ग झरेर छ तलतिर गएर पुक्लुक पार्यो भने त के गर्नु गाइस अहिले चाहिँ अब बाटोको अवस्था चाहिँ यस्तो छ हामीले यसलाई स्वाट्ट अब खन्छौँ अहिले बाइक छिर्ने चाहिँ बनाउने भनिरहेछौँ अब हामी 3 जना भेला भयौँ जम्मा के गर्नु हामी 3 जना है 3 जनाले बाटो बनाउने आज चाहिँ स्वाट्ट लाएर गाउँमा मान्छेहरू चाहिँ धेरै छन् अब केटाहरू सकिहाले अब केटीहरू नि बुढामा गइहाल्छन् छैनन् नै है अनि हामीहरूले ल्याउनै सकेका छैन अब त्यही भएकोले हामीहरू गाउँमा केटाहरू भन्ने भने 3 जना अनि 1-2 जना कता कता आफ्नो काममा होलान् छोरा मान्छे नै छैन क्या त्यस्तो छ है गाइस हाम्रो चाहिँ तर हामी अहिले 3 जनाले चाहिँ बाटो बनाउन लागेको त्यही भएर हेर्नु म बाटो छिन टक 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 बाइक छिर्ने चाहिँ बनाउँछौँ है म होमवर्कमा इपत्ति छु भाइ तेरो खुट्टामा आउँछ है ल हो त्यसरी हो त्यतिको भए हुन्छ त्यसमा यसो बाइक छिर्ने बनाऊ न अनि एक दिन भेला भएर ढुङ्गा सुङ्गा सबै सर झिकेर सोलिङ पनि हुन्छ अब राजेशले घर बनाएपछि मात्रै झिक्छ त्यो यस्तो छ अब हेरौँ ट्याक 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 कोदाली हान भाइ कोदाली ने राजेश अब यो चाहिँ अब सट्ट अब चाहिँ कम्प्लिटली सकियो यो चाहिँ बाटो सकियो यस्तो बनायौँ सट्ट बाइक त जान्छ यस्तो गर्ने सुलुलुलु लाने सो फाइनली गाइज अब आज दिनभरिको मेरो भिडियो चाहिँ यति नै हो सो अब काम पनि अघि मैले तपाईँहरूलाई देखाइहालेँ अब मैले जुन चाहिँ अब काट्ने काम अब मेसिनको कारणले अलिकति मात्रै काटेँ सो अनि यहाँनिर चाहिँ अलिकति बाटो भत्केछ त्यो अलिकति रोड पनि बनायौँ बाइक छिर्ने चाहिँ बनाइदिएको छ सो त्यति नै हो अब आजको मेरो दिनभरिको रुटिन आज कम्प्लिटली रुटिन ठ्याक्कै यही हो भन्ने चाहिँ थिएन काट्ने चाहिँ विशेष नै थियो सो त्यस पछाडि अरू भनेको चाहिँ अब जे आवश्यक पर्छ त्यही गरिरह हो सो गाइजहरू त्यस्तै छ सो आजको मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई सो मन पर्यो भने लाइक शेयर कमेन्ट र सब्सक्राइब गरिदिनु होला र नजिकै रहेको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला सो त्यति भन्दै आजलाई चाहिँ म छोड्छु अब भेटौँ नेक्स्ट भिडियोमा सो